अलराइट गाइज, म चाहिँ आज BM800 माइक अनबक्सिङ गर्न जाँदैछु। गर्न त पहिला पनि गरेको, तर मलाई यो अनबक्सिङ गरेको भिडियो चाहिँ लास्ट बनाउन मन लाग्छ कि जे कुराहरु पनि आफूले नयाँ किने हुन्छ नि त। एहे रहा नहीं जाता, तड़प ही ऐसी है ना। नयाँ किने हुनाले अब मजा नै आउँछ हैन। टक्क अब अनबक्सिङ गरेर सेटअप गरेर हजुरहरुलाई टक्क देखाउने छु र कसरी सेटअप गरिन्छ। अब यदि कोही नयाँ हुनुहुन्छ भने कसैलाई नआइरा हुन्छ टक्क हेरेर सिक्नु होला। मैले पनि अरूकै भिडियो हेरेर सिकेको हैन। त्यही हो, अनबक्सिङ त मैले पहिल्यै गरिसकेको छ। यसको प्याकिङको बक्स आउँछ यो साइजको, हेभी हुन्छ हैन। देखिरहनु बा होला, क्यामेरा क्वालिटी अलिकति प्रब्लम वाला छ। अनि यो टाइपको आउँछ भने मैले यसलाई चाहिँ पहिल्यै अनबक्सिङ गरिसकेको थिएँ। अनि यसको लागि चाहिँ हजुरहरुले सेटअप गर्नको लागि चाहिँ के चाहिन्छ भन्नाले फर्स्टमा एउटा टेबल चाहिन्छ जुन हजुरहरुले अट्याच गर्नुपर्ने हुन्छ जहाँ पनि एउटा यस्तो निक्लेको जस्तो चाहिन्छ। अनि त्यसमा च्यापेर अनि माइकको टक्क गर्नुपर्ने हुन्छ। त्यही भएर चाहिँ मैले सेटअपकै लागि भनेर एउटा टेबल राख्ने छु। देख्न सक्नु भइरा होला, यो टाइपको छ। अब यसलाई चाहिँ म टक्क अनबक्सिङ गरेर देखाउने छु। अनि मेन कुरो हजुरहरुले चाहिँ अर्डर गर्न अगाडि BM800 को कम्बो सेट जुन 6500 वालामा चाहिँ हजुरहरुले स्पिकर र एउटा हेडफोन पाउँछ। 3000 को माला चाहिँ पाउँदैन। मैले चाहिँ 3000 वाला मगाएको हो यो, किनकि अब अहिले नै के चलन आउँदैन राम्ररी त्यो, अनि हेभी ल्याएर के काम भनेर। अनि मैले चाहिँ छुट्टै किनेको छु जुन यो हेडसेट YS512। यसको दामी क्वालिटी छ हैन। यही हो, मैले यही किनेको हो। यो दामी क्वालिटी छ जुन रहेको छ यो टाइपको। हजुरहरुलाई लगाउन पनि एकदमै कम्फर्टेबल हुन्छ र चार्ज पनि यस्तो बवाल टिक्ने हो कि। अब अनि मसँग छ यो LV-V30 को यो स्पिकर। यसले पनि दामी दिन्छ, अलिकति चार्जमा पनि नटिक्ने हो, पुरानो भइसक्यो नि त। स्पिकर त छन त छ टन्नै, त्यसमै कनेक्सन गर्न सकिन्छ। अनि त्यही हो, मेरो एउटा गिटार छ यहाँ, अब अर्को नि आउँदैछ। अनि त्यही हो, बिस्तारै सेटअपहरु जोड्दैछु। र मैले चाहिँ पुरानो एउटा वायरवाला माइक पनि छ मसँग, जुन त्यो चाहिँ कहाँ छ हो, BM800 माइक जुन अस्ति नै अनबक्सिङ गरेको छ। यो चाहिँ यसरी प्याकिङ भएर आउँदो रहेछ एउटा प्लास्टिकमा हैन। सस्तै चिजहरु के बाक्समा पठाइन्छ, एउटा यस्तै नर्मल प्लास्टिकमा। अनि यसलाई चाहिँ मलाई अस्ति खोल्न नआएर यार, यो हँसियाले हानेको। त्यहाँ अस्तिको भिडियो नि अलिअलि क्लिप हालिदिन्छु म यसरी अनबक्सिङ गरेर त्यहाँ हँसियाले पुरै। अनि यो चाहिँ यता घुमाएर, अनि जुन यस्तो रहेछ यसो बाक्सा कुल रे। फर्स्टमा हुन्छ, मैले चाहिँ यहाँ जे हुन्छ त्यही देखाइरहेको छु है, मैले एड केही पनि गरेको छैन। यो आउँछ, यो चाहिँ एयर फिल्टर कि के भन्छ क्यारे, जुन यसरी बोल्दाखेरि चाहिँ साउन्डहरु त्यो क्यार म्यारेर यहाँबाट छिर्दैन रे। सस्तो मस्तो जाली छ यस्तो त मेरो घरमा नि टन्नै। अब यो त चिया चाल्न हुन्छ भोलिपछि पुरानो भएको। अनि हाम्रो आउँछ माइकको वायर आउँछ जुन चाहिँ यतापट्टि चाहिँ हेभी नै हुन्छ हैन। अनि यतापट्टि चाहिँ यो मोबाइलको पिन लाग्ने, यसमा अर्को एडेप्टरहरु पनि लाग्ने मिलाउनु मिल्छ। मुख पनि धोएन, केही आएन, भर्खर उठेको काममा जानुपर्ने हो। अनि त्यही हो, यो चाहिँ मैले राम्ररी अनबक्सिङ गर्छु भन्ने सोच्दै थिएँ। टक्क यसो मिलाएर एक दिन हैन, अब सक्सक भइसक्यो। नयाँ अनबक्सिङ गर्ने बेला बिग्रिने हो कि चलाउन आएन केही पनि, जहाँ पाए त्यहीँ बटन थिच्दिया या भोल्युम बना भरि सानो बना भनेर अनि आज बनाइराखेको। त्यही हो, भिडियो नि मैले भइरह होला, भिडियो भइरह। अनि म त अल्लमल्ल भएर। अनि यो चाहिँ जुन यत्रो आउँछ हैन, यो 2 मिटरको होला सायद, हो 2 मिटरको हो यो। अनि अर्को आउँछ यो माइकको सस्तो मस्तो टक्क यो माइक यहाँ छिराउनु पर्छ, अहिले म देखाइहाल्छु। अनि त्यसपछि आउँछ हाम्रो यो जुन चाहिँ हजुरहरुले मैले भनेको थिएँ नि, टेबलमा यसरी छिराएर यो चाहिँ कस्नु पर्ने हुन्छ यता तलबाट। अनि अर्को आयो मेन यो स्ट्यान्ड, जुन चाहिँ यो यस्तो हुन्छ। टक्क हजुरहरुलाई अलि पर लर बोल्न पनि पाइयो, नजिक ल्याएर हाल्यो भन्न पनि पाइयो। अनि अर्को आयो हाम्रो मेन चीज, यहाँ छ माइक। मैले चाहिँ खोल्छो नि लगाइदिइसकेको छु हैन। यो खोल फुहाल्दिउँ र अहिले फेरि हाल्न ला ज्या हुँदो रहेछ, यो सानो छ नि त।
अलिकति देखाइदिन्छ है यहाँभित्र यस्तो हुन्छ है कुलको BM800 लास्ट त्यही त अनबक्सिङ नै झुर पाराको भयो त हो केही छैन अनि यसमा आउने भनेको चाहिँ यो रहेछ तिनवटा यो V1 र V2 को लागि यो माइक्रोवाला पिन र अनि यतापट्टि चाहिँ एयरफोनवाला आउने रहेछ जुन हजुरहरूले चाहिँ यो रेकर्ड गर्न र ट्र्याक बजाउन मिल्दो रहेछ अनि यो तिनवटा वायर आउने होला यसमा चाहिँ यही तिनवटा 1 2 3टा वायर आउने हो अनि यहाँ म सिकाइदिन्छु हजुरहरूलाई यहाँनिर V1 मा चाहिँ यहाँनिर पहिला अन गर्नु पनि हुन्छ हैन अन गरेर टक्क लाएर अनि रेकर्ड गर्ने पहिला ब्लुटुथ कनेक्ट गर्ने ब्लुटुथ कनेक्ट गरेर V1 मा यो हालेर यहाँनिर चाहिँ आफ्नो रेकर्ड गर्ने मोबाइल चाहिँ त्यो राख्ने अनि जुन छ यहाँनिर V2 कसले हरान बजा मलाई बजा त हैन होला अनि यहाँ चार्जरको एयरफोन स्पिकर छ हेडसेट छ कन्भर्सन माइक छ अनि यो चाहिँ ठुलो माइक लाग्ने हो जुन मसँग छैन त्यही हो अब म सेटअप गरेर देखाइदिन्छु यसलाई साइड हटाइदिउँ यो यस्तो हुन्छ हैन अब यहाँ चाहिँ मान्छेहरु धेरैजना कन्फ्युज हुन्छ के यो यत्रो थ्रेड हुन्छ अनि यसको यो यत्रो थ्रेड आहा हो अब यसलाई चाहिँ हामीले यसरी कहनुपर्ने हुन्छ हो यसरी मिलेन भने यसरी मिलेन भने पाइयो जे पनि पाइयो अनि यो हो अब यहाँ मेन कुरा आयो अब माइक चिराउनु पर्ने हुन्छ हामीले यो माइक जुन एकदमै हेभी छ 2 पाउको यसलाई चाहिँ हामीले टक्क यसरी एट्याच गर्ने हो अनि यो यहाँ BM हो यसलाई चाहिँ हामीले अगाडि बनाउनु पर्छ है यो आर भनेको चाहिँ हैन टक्क यसरी अगाडि बनाएर यहाँ हलो हलो गरेर बोल्ने हो हैन माइक चाहिँ टक्क यसरी यहाँ नि एउटा बटम हुन्छ यसलाई यहाँ थिचेर यसरी गर्ने हुनुपर्छ अनि यहाँ आउँछ हाम्रो कन्डिसनल माइक भन्ने ठाउँमा चाहिँ यो पिनलाई यसरी छिराउनु होस् अब यो टक्क लाएर हैन मैले चाहिँ यसलाई यहाँतिर अर्गन गरेको छु किनकि यो तार लामो भइराख्यो मलाई काट्दिन्छु म एक दिन काट्न त काट्दिनँ अनि यो त भन्नै बिर्सिरहेको त यो चाहिँ टक्क यसरी राख्नु भयो हजुरहरूले यो टक्क यसरी राख्नु भयो है फेरि यसरी लिएर आउने ल के छ भाइहरु तिमीहरुको हाल खबर हैन अब त्यही हो मैले चाहिँ यहाँबाट अर्को माइक युज गरिरहेको छु कस्तो दामी भोइस आइरहेको भन्ला नि यहाँहरुको माइक युज गरेको छु यार कति मिनेट भयो 13 मिनेट भइसकेछ केही छैन अब यही छ सेटअप हैन अब यसलाई चाहिँ यसरी अन सन गरेर माइक त गाएर नि सुनाइदिन्छु हजुरहरुलाई हैन यहाँ चाहिँ हामीले हरेक गर्न पाइन्छ है गिटार सिटार हैन हरेक गर्न पाइन्छ के यो यहाँ गरेर यो चाहिँ स्पिकर यसरी अन गरेर AUX mode हेलो 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 मेरो आवाज आइरहेको हेलो 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 सुन रहा होला नि हेलो 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 द्याट्स इट यही हो कनेक्सन अब हामीले चाहिँ यहाँतिरबाट ट्र्याक बजाएर रेकर्डिङ गर्न नि पाइयो म हेरि सुनाइदिन्छु मेरो आवाज जुन यो अहिले आइरहेको चाहिँ माइकबाट आइरहेको हैन हेलो सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा अनि जतिजनाले पनि सब्स्क्राइब गरिदिनु हुनुहुन्छ अहिलेकोमा अझै धेरै गरिदिनु होला अनि अब चाहिँ रोस्टवाला भिडियो आउने छ भनेर हजुरहरूलाई भनिराख्नु पर्दैन होला मैले यो चाहिँ माइकबाट आइरहेको छ अहिले यहाँबाट चाहिँ इयर फिल्टर धेरै नै हुँदो रहेछ अलिक गाड चेपेर बोल्नु पर्ने यहाँबाट चाहिँ धेरै बोल्नु पर्दैन यहाँबाट चाहिँ सिङ्गरहरूलाई बोल्नुपर्छ अलिकति तरिकाले यही थियो अब अनि यो चाहिँ हामीले कि स्पिकर लाउनु पर्यो कि त हेडसेट एयरफोन लाउनु पर्यो कि त हेडसेट लाउनु पर्यो अनि यो यसरी टक्क लाएर यहाँ ज्याप खोजेर यसरी यहीँ ट्र्याक आउँछ अनि यहीँबाट गीत सुन्न मिल्छ यसलाई हटाइदिउँ मेरो स्वर यतिको छैन अहिले बाहाइन
अनि यसरी चाहिँ हामीले टक्क गर्न पाइन्छ। अहिले माइक र स्पिकरको आवाज छिर्रो आउँछ। ल यही थियो होइन अनबक्सिङ। कस्तो लाग्यो हजुरहरूलाई? टक्क लाएर कस्तो लाग्यो भन्नाले अब यहाँबाट चाहिँ हरेक पनि आउँछ। यस्तो यस्तो क्ल्याबहरू पनि पाउन सक्नुहुन्छ। अनि मलाई अब किसको आवाज चाहिएको छ भने किस। अब यो चाहिँ गीत जुन 3-4 सेकेन्डको हुन्छ, मेरोमा कपिराइट नलाग्न सक्छ यसले। यो अनि यो नि किसै होला, यो नि किसै हो। यो त बवाल हाल्ने रहेछ। अनि यो चाहिँ हाँस्यो त यार। अनि यो के हो? हेलो कौवा कराए, कौवा कौवा कहाँ छ? यहाँ कौवा कराइरहेको। आजको भिडियो म यति भन्दै बिदा हुन चाहन्छु र हजुरहरूलाई के आउँदैन कमेन्टमा सोध्नु होला टक्क लाएर। अब यहाँ त म एक्लै हो, कसैले मलाई ताली साली दिँदैन, गाली मात्र दिने खालको यस्तो यस्तो भिडियोहरू चाहिँ। त्यही भएर चाहिँ अब म ताली सुन्न चाहन्छु। ताली ल। कैसा लगा मेरा मजाक?